दलितलाई हक अधिकार दिन्छौँ होइन, हेपिएका दलितहरूलाई हामी माथि उठाउँछौँ भन्नेहरू सबै नेता भए। तर आजको हाम्रो विषयवस्तु भनेको दलित हिंसा नेपालमा जिरो लेभलमा ल्याउने, शून्यमा ल्याउने। के कस्तो गर्दाखेरि चाहिँ हुन्छ? विषयवस्तु सुरु तपाईँबाट। सो मेरो विचारमा यो घटनालाई यस्तो दलित मुक्त बनाउनलाई चाहिँ नेपालमा अहिलेको सरकारले नै, मेरो विचारमा है फेरि, जस्तै तिमी खत्री म लामा, मैले तिमीलाई खत्री, तिमीलाई के बनाउनु पर्छ? परेन। तर दलितहरूलाई अलिकति मनमा पर्छ क्या उनीहरूलाई, छैन? त्यही भएर यसलाई चाहिँ देशबाट पुरै जरैबाट उखाल्नको लागि चाहिँ यो दलित भन्ने एउटा शब्द नै छैन, वर्डै छैन दलित भन्ने, शब्दै हटाइदिनु। शब्द हटाइदिनु। यो चाहिँ जात, यो थर, यो दलितको कुनै पनि जात र थरै नराख्ने, यिनीहरूलाई चाहिँ बरु मन लाग्ने। जस्तै म एउटा दलित भयो भने मलाई कुन जात मनपर्छ, कुन थर मनपर्छ त्यतै जाऊ। सपोज बाहुन, म दलित भएँ, मलाई बाहुन मनपर्छ, म बाहुनतिर, मेरो अब नाम बाहुनमा दर्ता भयो होइन। अब अरू कसैलाई मन पर्ला तामाङमा ऊ दर्ता भयो। यस्तो गऱ्यो भने एक पुस्तालाई थाहा हुँदैन। होइन, तपाईँको यो कुरालाई मैले यहीँ काटेँ होइन, तर तपाईँको कुरालाई मैले अलिकति समर्थन पनि गरेँ। जस्तैमा नेपालमा चाहिँ दलित अर्थात् कामी दमाई सार्की भन्दाखेरि उनीहरूले तिमीहरू अब हेपी हौ, तिमीहरूले थर परिवर्तन गर, जात परिवर्तन गर भन्दाखेरि उनीहरूको के आउँछ? बुद्धिजीवीहरूको, है तँलाई जति तेरो जात प्यारो छ त्यति हामीलाई पनि प्यारो छ, गर्व छ भनिरहेछ नि। उनीहरूले चाहिँ कस्तो छ भने दलितहरू हिंसामा परिरहन्, हामीले मुद्दाहरू उठाउन पाइरहौँ, नेता बन्न पाइरहौँ, खान पाइरहौँ। यो विषय चाहिँ कस्तो हो भने यो एउटा राजनीतिक विषय हो होइन। राजनीतिक विषय, एउटा हिंसा भड्काइराख्ने मान्छेहरू एउटा इन्टेन्सन चाहिँ त्यस्तो हुन्छ होइन। तर मुलुकबाटै एउटा चाहिँ दलित भन्ने नै हटाउनु पर्यो। यस्तो छ फेरि समस्या कहाँ छ भने दलितहरू जुन समस्यामा परेका छन् नि, उनीहरूलाई समस्या हुँदैन। जो बुद्धिजीवी बाठा टाठा छन् उनीहरू चाहिँ भविष्यमा नेता बन्ने दौडमा छन्, उनीहरूलाई त्यो बनाउने, है तँलाई जति तेरो जात प्यारो छ त्यति हामीलाई पनि प्यारो छ। तर आम नेपालीलाई त त्यो जात घृणा लागिरहेछ क्या, त्यतिलाई हेपिरहेका छन्। त्यो गाली शब्द के भनिरहेछन्? गाली, ए डाङ्ग्रा, ए कामी, होइन कसैलाई रिस उठ्यो भने त्यो शब्द निकालिदिने हो कि ए डाङ्ग्रा, कामीको जस्तो बेहोरा नगर्ने होइन। त्यो भनेको छेत्री बाहुनले मात्रै होइन, तामाङ, गुरुङ, हरेक जातिले पनि। जस्तैमा भोलिको दिनमा दलित समुदाय अर्थात् हाम्रो दलितलाई छोडौँ, कामी दमाई सार्कीहरूले चाहिँ हामी अन्यायमा पर्यौँ होइन, हामी चाहिँ अब अरूमा जान्छौँ। कसैलाई थापा बनाउन मन लाग्ला, कसैलाई खड्का, कसैलाई जस्तैमा लामा, कसैलाई खत्री, कसैलाई कटुवा, अर्थात् कामी दमाई सार्कीको थर पुरै हटाएर उनीहरू अरूमा जाला। त्यसमा भनेको ल उनीहरूले मान्लान् होइन, बुद्धिजीवीहरूले त त्यो गरी खाने बाटो उनीहरूले ल्याङ गरिहाल्छ। तर जुन अरू जुन कथित गैर दलित भन्छ नि, तिनीहरूले के हाम्रो थर के फिरीको थर हो, हाम्रो थर तेरो बाहुले आर्जेको थर हो, तँलाई तिमीहरूलाई किन ल्याउने भनेर उनीहरूले पनि आन्दोलन गर्ने। यसमा चाहिँ एउटा गभर्मेन्टसँग, एउटा सरकारसँग ट्याक्क सम्झौता नै, यदि तिमीहरू चेन्ज गर्दैनौ भने, मन लाग्ने जातमा चाहिँ आफ्नो जातलाई ट्रान्सफर गर्दैनौ भने भोलिको दिनमा पीडित भयो भने हामी के गर्न सक्दैनौ, तिमीले पनि केस हाल्न पाएन भनेर एउटा गभर्मेन्टले चाहिँ टक्क पेपर बनाउने होइन। त्यो हिसाबले चलायो भने चाहिँ देशमा भोलिको दिनमा चाहिँ यो चाहिँ गरिब, यो चाहिँ तल्लो जात, यो दलित होइन। मैले पनि के लाग्छ भने नि, जस्तैमा जति पनि दलित समुदायहरू कामी दमाई सार्कीहरू पढे माथि गए नि, ट्यालेन्ट भए, पढे लेखेकाहरूले चाहिँ यो आवाज उठाउन सक्दैनन्। किन उठाउन सक्दैनन् भन्दाखेरि चाहिँ यत्रो पढेर पनि थर चेन्ज गर्छु भन्दै हिँडेको छ, यत्रो पढेर लेखेर विद्वान भएर पनि आफ्नो जातप्रति यसलाई कुनै ऊ छैन, गौरव छैन, के हो भन्ने हुन्छ। तर कस्तो छ भने नेपाली जनताहरूले चाहिँ यो थर, यो जात सुन्ने बित्तिकै घृणा गर्न थाले क्या, गालीको शब्द निकाल्न थाले। त्यही भएर त यसलाई अब च्याप्टरै क्लोज क्या, अब बन्दै, यो छँदै छैन। कामी दमाई सार्की दलित भन्ने छँदै छैन।
भोलिको दिनमा त सबै दलितहरू चाहिँ जस्तैमा कोही मगर होलान्, कोही तामाङ, कोही छेत्री बाहुन होइन सपोज अब हाम्रै पालामा त राजा थियो नि होइन, अब राजाको पालाको अवस्था त हामीले लगभग बिर्सिसक्यो नि त, अहिले बानी परिसक्यो नि त अहिलेको अवस्था त्यही हुन्छ कि यिनीहरूमा पनि त्यही त चेन्ज गराएर 6-7 पुस्तापछि त होइन भोलिको दिनमा एउटा कामीको छोरो, अब म उदाहरण दिन्छु, क्लोजै हुन्छ पुरै। एउटा कामीको छोरो चाहिँ बाहुनमा आइदियो, 1-2 पुस्तासम्म त्यो बाहुनको नाति नातिनाहरूले हेपिरहेका छन्, तर त्यो कामीको पनि नाति नातिनाले चाहिँ खतरा होइन मन्त्रहरू पढ्दियो, पुराणहरू भन्न सक्थ्यो भने त भोलिको दिनमा त त्यो कामीले त चाहिँ हो त अलि के छ त्यसमा पढ, मेरो त 7 पुस्ते सबै मेरो बाबुबाजेहरू त बाहुनैमा आउनु होइन, कसैले हेप्न सकेन सक्यो। अनि यो दलित भनेपछि कस्तो हुन्छ भने तपाईँको यसलाई पुरै क्लियर गर्नु पर्यो क्या, त्यही त क्लियर गर्नु त्यही हो, बाटै त्यही हो। अब एउटा महिला बलात्कार हुन्छ, त्यो महिला जस्तैमा अरू जातको छ भने त्यहाँ महिला हिंसा बन्द गर भनेर आन्दोलन हुन्छ होइन, तर त्यो महिला यदि कुरा दलित भयो भने दलित हिंसा बन्द गर होइन, त्यो जसले आन्दोलन गर्दो नेता हुने ठुलो पदमा पुगिहाल्ने राजनीति आइहाल्छ त्यही हो। अनि यो के छ भने समय सान्दर्भिक कुरा, नेपालमा कामी दमाई सार्की अर्थात् दलित समुदायलाई चाहिँ नेपालबाटै हटाइदिने भनेको नेपाल देश निकाला गर्ने भनेको होइन, उसलाई चाहिँ यो जातबाट चाहिँ थरबाट चाहिँ कोल्याप्स छैन। भोलिको दिनमा तपाईँ जस्तैमा दर्जी हुनुभयो दमै, भोलिको दिनमा तपाईँले कुनै एउटा खड्का लेख्नुभयो अथवा थापा लेख्नुभयो, 2-3 पुस्तासम्म त्यो थापाको छोराछोरीहरूले चाहिँ हेप लाग्छ, तर 4-5 पुस्तापछि त यो थापा यो मेरै मान्छे हो भने अँगालो मार्छ। 4-5 पुस्तै लाग्दै भन्दैछु त, राजा भएको कति 2058 सालसम्म त राजा थियो त होइन। त्यो बेला हामी कस्तो थियो, राजालाई नै होइन राजै सबै थोक हाम्रो जस्तो लाग्छ। अहिले फेरि अहिलेको अवस्थामा कस्तो छ, त्यो राजालाई चाहिँ हामीले टोटल्ली अलमोस्ट बिर्सिसकेका छ, राजाको पालामा कस्तो चल्छ भने राजा बिर्सिसक्यो नि, अहिलेको हामीले बानी परेको छ नि त, त्यही हुन्छ कि अब यो एक पुस्तामै यिनीहरू बिस्तारै चेन्ज हुँदै जान्छ ह्याबिट चाहिँ। अब अर्को 1-2 पुस्ता पछि चाहिँ यो जाँदै थिएन, अब कसैले थाहै छैन जस्तै हुन्छ हो। तर कस्तो छ नि, यो जुन हाम्रो दलित समुदायमा पढे लेखेका कामी दमै सार्कीहरूमा अब कुनै पढे लेखेका छन् भने नि यिनीहरूले यो जुन हाम्रो विषयवस्तुलाई उनीहरूसम्म पुग्यो भने के आवाज गर्छन्, तिमीहरूले ठुलो गल्ती कुरा गर्यो होइन, तिमीहरूलाई जसरी जात प्यारो छ हामीलाई पनि त्यतिकै प्यारो छ, हामीले यो विश्वकर्मा भनेको हामीले कामले पाएको हो होइन, विश्वकर्मा भनेको त कामले पाएको हो नि त, कामले पाएको हामीलाई गर्व छ, किन जात फेर्ने, हामीलाई त सम्मान चाहिएको छ, हामीलाई त हक अधिकार चाहिएको छ हो, त्यो भन्ने हो भने दलित हिंसा भइरहन्छ, तिमीहरू लडिरह होइन, एउटा मान्छे मर्छ अर्को बलात्कृत हुन्छ, तिमीहरू लडिरह। उसले त्यस्तो पनि भन्न पाइयो होइन, यदि अब नेपालमा चाहिँ यो दलित हिंसा यो किसिमको कुराहरू उठ्यो भने चाहिँ अब उसले चाहिँ हाम्रो चाहिँ यो पुर्खादेखिको हाम्रो जात किन हामी यस्तो गर्छौँ भन्यो भने ओके, अब आफ्नो जात ठिक छ आफ्नै हुन्छ, तर यो दलितको नाममा यो चाहिँ सानो जातको नाममा चाहिँ कुनै पनि केस लाग्दैन होइन, सबै मान्छे बराबर हो, सबै जनता बराबर हो, एउटै केस हुन्छ। यो दलित यो हुँदैन यस्तो छ क्या कुरा। अब जस्तैमा कुनै पनि दलितले भन्ला यो दर्जी लुगा सिलाउने काम त मेरो पुर्खाले मलाई दिएको, अर्थात् यो आरनमा काम गर्ने होइन, विश्वकर्मा भनेको त हामीले पुर्खाले पाएको, पुर्खाले पायो सम्मान भयो त, अब अहिले तिमीले त गरेको छैनौ नि त, तिमीले गरेको छैन त तिमीले किन त्यो जात राख्नु पर्यो त, जस्तैमा मैले लुगा सिलाएको छुइनँ भने मैले किन दर्जी राख्नु पर्यो त, त्यो कुरा त्यो हिसाबले जान्यो भने होइन, तिमीले त्यो जात भन्दाखेरि आम नेपालीले चाहिँ त्यो जातलाई चाहिँ घृणा अर्थात् गाली गर्ने शब्दमा प्रमाणित गरिदियो, त्यही भएर यसलाई चाहिँ हटाउनु पर्यो 0 लेभलमा होइन। तपाईँको के छ धारणा? त्यही हो मेरो धारणा भनेको होइन, यसलाई चाहिँ अब सबैतिर मन लाग्ने जाउँ, नभए एउटा सम्झौता गर नेपाल सरकारले होइन, नेक्स्ट दिनहरूमा चाहिँ यो किसिमको घटनाहरू नहोस्। यदि कुनै पनि घटना घटेको खण्डमा यो जातको नाममा कुनै पनि लफडा हुनेवाला छैन भनेर नेपाल सरकारबाट चाहिँ भएकै त कानुनै बनाइसकेपछि नेक्स्ट डे भोलिदेखि चाहिँ तिमी त्यसको नामै आउँदैन। जस्तो 2 जना हामी अब म दलित तिमी चाहिँ ठुलो भनौँ न, अब बाहुन छेत्री भयो, 2 जनाको हानाहान पर्यो, अब मान्छेहरूले चाहिँ ए यो दलितको छोरा भनेर हेपेर हान्यो भन्ला होइन,
त्यसको कुनै पनि छैन त्यहाँ अनि एउटा तपाईँको कुरालाई काटेँ, एउटा कस्तो हुन्छ भने म पनि सानोमा स्कुल पढ्दाखेरि म एकदम गरिबको छोरा होइन, लुगा च्यात्तेकोहरू हुन्थ्यो, आमाले सिलाइदिएको कपडाहरू लाउँथे। अनि छात्रवृत्ति आउँथ्यो क्या, छात्रवृत्ति। जब स्कुलमा छात्रवृत्ति आउँथ्यो नि, फल्ना फल्ना विश्वकर्मा, फल्ना फल्ना कालीकोटे, फल्ना फल्ना के अरे दर्जी भनेर उनीहरूको नाम, उसको बाबुआमा चाहिँ सुन व्यापारी छन् क्या, तर दलित भएर उनीहरूले चाहिँ स्कुलमा छात्रवृत्तिमा लुगा सर्ट पाउँथ्यो। म गरिबको छोरा भएर मैले न सर्ट पाउँथेँ न पेन्ट पाउँथेँ। अनि मेरो दिमागमा के गहिरो असर पर्यो, के पर्थ्यो भने यिनीहरू त, मैले सोध्थेँ क्या ठुलोबाट, किन यिनीहरूले पाएँ, म पनि, मेरो पनि थोत्रो छ भने, यिनीहरू सानो जात हो, यिनीहरू भनेको चाहिँ दलित हुन्, त्यही भएर पाएको, तर ठुलो जात हो। अनि बच्चामै त्यसो के हो, दिमागमा नकारात्मक असर पर्यो। अब अहिलेको स्थितिमा हुनु, जस्तो सोसियल मिडियामा कुनै पनि दलित समुदायले नराम्रो बोलेको छ, नराम्रो भिडियो हालेको छ भने त्यहाँ कमेन्ट गर्ने कस्ताहरू हुन्छन्, ए जात जनाए कामीले, ए डाङ्राले, त्यो कमेन्ट गर्ने को, सबै हाम्रो भाइ बहिनीहरू 20-22 वर्षका उमेरका, हिजोका जेनेरेसनका। दिनहरुमा यस्तो नहुनको लागि चाहिँ बस हामीले भने जस्तो यो दलित जसले शब्द निकाल्छ त्यो भनेको चाहिँ कस्तो भने पुस्तान्तरण भएको, अझै हेप्नुपर्छ, अर्को पुस्ताले पनि हेप्नुपर्छ है त्यसलाई। अब अर्को आउने पुस्ताले पनि दबाउनुपर्छ। त्यही भएर दलितलाई नेपालमा 0 लेभलमा ल्याउनको लागि भनेको कामी, दमाई, सार्की इत्यादि दलित समुदायहरू छन्, उनीहरूलाई स्वेच्छा अरू थर अरू जात लेखाओ, दलितको त जुन कामी, दमाई, सार्कीको थरहरू चाहिँ नलेख, हटाओ स्वेच्छाले, च्याप्टर क्लोज त्यसको छरै च्याप्टर क्लोज। र भोलिको दिनमा कसैले म लेखाउँदिनँ, म लड्छु, म भिड्छु होइन, मलाई मेरो जातप्रति गर्व छ भनेर तिमीहरूलाई भोलिको दिनमा कुनै आइपऱ्यो समस्या भने नेपाल सरकारले हात उठाउँछ, जिम्मेवारी छैन, हात उठाउँछ। यसमा हाम्रो भन्नु यही हो, यो एकदमसँगले संवेदनशील विषय हो। ओके, धन्यवाद। तपाईँहरूको विचार के छ कमेन्टमा लेख्नु होला ल।